बिलिङ यो चाहिँ हाम्रो बिलिङ स्टेसन हो जसबाट हजुरले कस्टमरको लागि बिल क्रिएट र म्यानेज गर्न सक्नुहुन्छ। यसमा चाहिँ हरेक मेन्युमा रहेको आइटमहरू देखाइएको छ र सजिलोको लागि क्याटेगोरिज पनि छुट्याइएको छ। हजुरलाई बिल क्रिएट गर्न एकदमै सजिलो छ। आइटममा दिएको प्लस साइनलाई क्लिक गरिदिनुहोस्। कुनै कस्टमाइजेसन अप्सन छ भने पनि चुज गरिदिनुहोस् र एड टु बिल गरिदिनुहोस्। राइट साइडमा करेन्ट बिल भनेर बिल प्यानल देख्न सक्नुहुन्छ। त्यसमा 3टा अप्सन दिएको छ। टेक अवे, इन रेस्टुरेन्ट, डेलिभरी। डेलिभरी हो भने डेलिभरी चार्ज पनि चुज गर्न सक्नुहुन्छ। इन रेस्टुरेन्ट हो भने टेबल एभाइलेबल टेबलहरू पनि चुज गर्न सक्नुहुन्छ। र हजुरको यसमा सब टोटल, ट्याक्स, सब चार्ज, डेलिभरी गरेर ग्रान्ड टोटल अटोमेटेड आउँछ। अब अर्डर क्रिएट गर्नलाई प्रोसिड टु क्रिएट अर्डरमा क्लिक गरिदिनुहोस्। रिक्वायर्ड इन्फर्मेसन भरिदिनुहोस्। फोन नम्बर अप्सनल छ, इमेल पनि अप्सनल छ, एड्रेस पनि अप्सनल छ। हजुरले यो कुराहरू सबै राख्न सक्नुहुन्छ। हजुरले आफ्नो कस्टमर एक्जिस्टिङ कस्टमर हो कि होइन भनेर पनि यहाँ सेलेक्ट गर्न सक्नुहुनेछ। डिस्काउन्ट दिँदै हुनुहुन्छ भने कति डिस्काउन्ट दिँदै हुनुहुन्छ, पर्सेन्टेजमा कि रुपिजमा भनेर पनि सेलेक्ट गरेर डिस्काउन्ट अमाउन्ट राख्न सक्नुहुन्छ। रिजन के हो त किन डिस्काउन्ट दिँदै हुनुहुन्छ भनेर पनि राख्न सक्नुहुन्छ। अर्डर नोट केही अर्डर छ भने पनि राख्न सक्नुहुन्छ र अर्डर स्टेटस पनि हजुरले चुज गर्न सक्नुहुन्छ। त्यसपछि हजुरले नेक्स्ट पेमेन्टमा क्लिक गरेर पेमेन्ट मेथड चुज गरेर हजुरले फिल गरिदिनुपर्छ। क्यास कति रिसिभ भयो भनेर लेखिदिनुहोस्। त्यसपछि ड्यू पनि अटोमेटिकली नै क्यालकुलेट भएर आउँछ। फेरि पेमेन्ट मेथड पनि हजुरलाई यहाँ देखाउँछ र हजुरको सब टोटल डिस्काउन्ट गरेर टोटल पेएबल पनि हजुरलाई यसरी आउनेछ। क्रिएट अर्डरमा क्लिक गरेर अर्डर प्लेस हुन्छ। हजुरले यो प्रिन्ट पनि गर्न सक्नुहुन्छ। हजुरको अर्डर प्लेस भइसकेको छ। न्यू बिलको लागि न्यू बिलमा क्लिक गरिदिनुहोस्।